बलराम ठडराई भ्लगमा सम्पूर्णमा नमस्कार। यहाँको परिचय पाउन। मेरो विष्णुबहादुर हिताङ, देवदस 7 रूपन्देही पर्छ। हजुर, यहाँको मैले केही बेर अगाडि चाहिँ फर्म अवलोकन गरेँ है। हजुर, अवलोकन गर्ने क्रममा चाहिँ यहाँहरूको जुन फर्ममा त्यो बुङ्गोरहरू होइन व्यवस्थित तरिकाले चाहिँ राख्ने तरिका भयो, त्यसलाई चाहिँ हुर्काउने तरिका भयो, यहाँले चाहिँ त्यो विस्तृत रूपमा केही बताइदिनुहुन्छ कि भनेर। बङ्गुर पाल्दाखेरि त एक त सही बच्चाहरू छनौट गर्न तरिका जान्नु पर्यो। अब कुन ठाउँमा कुन बङ्गुर पालिन्छ भन्ने कुरो जान्नु पर्यो। बङ्गुर मात्रै भएर भएन, त्यसको जातिहरू छन्। हजुर, त्योप्रति नजाऊँ। अब हाम्रो नेपालीले अब बङ्गुर खासै जाति पनि जानेका हुँदैन। त्यसमा भन्दा पनि सबभन्दा राम्रो कुरो बङ्गुरलाई उपचार कसरी जन्मेदेखि बङ्गुर छुट्याउने, बच्चा छुट्याउनेसम्म कसरी उपचार गर्ने भन्ने कुरो हुन्छ। र अब बच्चा प्रजनन गर्ने तरिकादेखि लिएर मासु पाल्नेदेखि लिएर तिनलाई कसरी कुन तरिकाबाट गर्ने भन्ने कुरो हुन्छ। एक त अब बच्चा उनी हो भने तपाईँको 7 महिनादेखि माथिको बच्चाहरूलाई प्रजननमा राख्न एकदम उपयुक्त हुन्छ। त्योभन्दा अगाडि 5 महिनादेखि 7 महिनाको बिचमा पनि लिन खोजेका हुन्छन्, तर त्यो खासै राम्रो देखिँदैन तिनीहरू। त्यसरी बच्चाहरू जन्मिसकेपछि जन्मेको 24 घन्टामा एकदम इम्पोर्टेन्ट भनेको आइरनको सुई दिनुपर्ने हुन्छ। दाँत काट्ने प्रक्रिया त छँदैछ, पुच्छर आवश्यकता अनुसार काट्ने हो। त्यसपछि तपाईँको 9 दिनदेखि आइरनको सुई भन्नाले बच्चालाई दिने हो कि माउलाई? बच्चालाई तपाईँको 1 ml देखि 1.5 ml दिनुपर्छ। हजुर, त्यसपछि तपाईँको आइरनको सुई दिनुपर्छ। त्यसपछि तपाईँको 9 दिनदेखि 11 दिनको दिनमा तपाईँको बी कम्प्लेक्स तपाईँको 1.5 ml, त्यहाँबाट फेरि आइरनको सुई 2 ml देखि 2.5 ml दिनु पर्यो। 14 देखि 15 दिनको दिन तपाईँको पिप्राजिन भन्ने एउटा जुकाको दबाई हुन्छ, त्यो 3 ml खिलाउनुपर्छ। त्यसपछि तपाईँको 19 देखि 21 दिनको दिन तपाईँको 2.5 ml बी कम्प्लेक्स, त्यहाँबाट 3 ml आइरनको सुई फेरि हानिदिनुपर्छ। त्यहाँबाट 30 दिनको दिन पिप्राजिन जुकाको दबाई 30 ml हालिदिनुपर्छ। त्यसपछि बच्चा छुट्याइसकेपछि तपाईँले घाउ खोटेर नआउने भनेर आइभरमेक्टिन भन्ने हुन्छ, त्यो छालामा हान्नुपर्छ। आइभरमेक्टिन भन्ने त्यो 1 ml हानिदिनुपर्छ। त हानेर त छुट्याइदिँदा ठिक हुन्छ। छुट्याइदिइसकेपछि हजुर चाहिँ यो पाल्दै अनुभवको आधारमा चाहिँ यसरी सर औषधिको नाम डाक्टरले चाहिँ भन्ने सक्ने हुनु हो कि होइन? म त पाल्दै डक्टरहरूसित सोध्दै उ गर्दै गरेको। म अनुभवको आधारमा मैले ट्रेनिङ केही गरेको पनि होइन। त डक्टर पनि राम्रै डक्टर पढ्नुभयो। हजुर, हाम्रो नगरपालिकाको हर्कदानी नगरपालिका प्रमुख हुनुहुन्छ अहिले। हजुर, उहाँहरू एकदम राम्रो मान्छे हुनुहुन्छ। उहाँबाट धेरै ज्ञानहरू सिक्न पाइन्छ। हजुर, त्यसले गर्दा ठिकै छ। यो बच्चाहरू बेच्ने ओर्ने यहाँहरूले चाहिँ के गर्नुहुन्छ? बच्चा बेचिन्छ हामीले। अब एक त घरमा त्यो मासुको लागि राखेर रहेको बच्चाहरू बेचिन्छ। अब आफ्नै ठाउँहरू छ बेच्नको लागि। उहाँहरूले अब 3 महिना 2 महिना 1 महिना अगाडि अर्डर गर्नुहुन्छ। ठिकै छ अहिलेसम्म। अरू यहाँले भनिदिनु पर्यो कि यो यसलाई फेरि दाना खुवाउने तरिका जुन बच्चाहरूलाई चाहिँ यहाँले चाहिँ जसरी हुर्काइराख्नु भयो सक्दसम्म तपाईँको त्यसलाई चाहिँ त्यो हुर्काउने क्रममा मैले त्यो दाना पनि यहाँको चाहिँ मैले यसरी चाहिँ निकालेर हेरेको थिएँ। त्यहाँ मैले यहाँहरूले चाहिँ त्यो फुटेजमा हेर्नु पनि सक्नुहुन्छ है। त्यो दाना चाहिँ यहाँले अलगै बनाएको हो कि होइन, त्यही ढुटुकै दाना हो कि कसरी चाहिँ यो दाना खुवाउने गर्नु हो कि अरू त्यसमा चाहिँ जस्तै
त्यो दानाले मात्रै हुँदैन, अरू चाहिँ मासुहरू भयो होइन, यस्तो यस्तो हड्डीहरू पकाएर सुप गराएर दिँदाखेरि पनि अझै राम्रो हुन्छ भन्ने चाहिँ मैले गाउँतिर सुनेको है। तपाईँको फर्ममा हेर्दाखेरि चाहिँ त्यो दाना देख्दा दानै मात्रै खाएर त्यस्तो त नहुनु पर्ने जस्तो लाग्यो कि। लगभग त्यहाँ 2 कुइन्टलभन्दा कमका छैनन् क्या बुङ्गुरहरू कतिपय। यस्तो दानामा सबभन्दा बढी फोकस त दानामै हुनुपर्छ। हामीले दाना कसरी युज गरिन्छ भने लगभग 50% 60% तपाईँको मासुको लागि बङ्गुरको लागि दानै घरमै बनाइन्छ। तपाईँको मकै भयो, तपाईँको चिउराको ढुटो भयो, ब्रान भयो, चोकर भयो, त्यसमा नुन हालिन्छ, तर पिनाको हालिन्छ, त्यहाँ तपाईँको भन्नाले बजारको दाना भन्दा पनि हजुरले चाहिँ आफै दाना निर्माण गर्नुहुन्छ। मिनरल हालेर त्यो खिलाइन्छ। तपाईँको फेरि ब्याउनी माउहरू बच्चाहरूलाई ती कुरा सम्भव हुन्न। त्यसले हामीले भनेको पर्याप्त जो मापदण्ड हुन्छ मेडिकल साइन्सहरूले गराए जुन बनाएको त्यो सम्भवले हुन्न। त्यसले बच्चा राम्रो खासै हुँदैन। त्यसले गर्दा हामीले त्यसमा अलिकति युज गरिन्छ। हामीले प्लेट दाना नि युज गरिन्छ। जस्तो अब जन्मेको छुट्टाएदेखि 10-12 केजी उनलाई त्यो जिरो दाना भन्ने हुन्छ, तर बेहुनीलाई खिलाउनु छुट्टी हुन्छ, बिहापछि खिलाउनु छुट्टी हुन्छ, त्यो दाना खिलाइन्छ। भन्नाले यो बजारमा पाइने दानालाई चाहिँ किनेर खुवाउने हो। बजारमा दाना पनि प्लेट मैले विजय दाना युज गर्छु। हजुर, त्यो दानाहरू युज गर्छु। तर अरूलाई त लगभग होइन, पाएसम्म त्यही हो। कस्टलाई कसरी उ गरिन्छ भन्ने कुरो हो। कसरी छोटो लगानी थोरै लगानीमा उ गर्न सकिन्छ भने त्यही अनुसारले हामीले समयअनुसारै गरिन्छ। गाउँघरमा अब मकै सिजनमा गाउँघरमा पनि मकै पाइन्छ के अरे। हजुर, मकै पनि किनिन्छ। त्यसले गर्दा अहिले दाना अलिक कम्ती परेको बेला पर्नुभयो तपाईँ। दाना त्यहाँ स्टक धेरै नै हुन्छ। तर हिजोको मौसमले गर्दा पनि अलि हो। यहाँको व्यस्त समयको बावजुद पनि समय र संवादको लागि चाहिँ यहाँलाई धन्यवाद, समय दिनुभयो। हस् त, धन्यवाद ल तपाईँलाई पनि। बोल्ने मौका दिनुभयो, धन्यवाद तपाईँलाई।